नमस्कार, म रसवाली कवि र सम्वाद न्यौपाने। मैले एउटा कविता लेखेको छु जुन कि मानिस र जात जातिको बारेमा छ। तपाईहरुलाई कस्तो लाग्छ राम्रोसँग सुनेर ध्यान दिएर बुझिदिनु हुनेछ भन्ने आशा लिएको छु। यो विश्वभरि 200 बढी देश र प्रदेश छ। फरक रूप, रंग र भाषा, धर्म सब ठाउँमा मान्छे छ। विश्वका मान्छे समान हौं हामी, नठानो अलग छ। फरक महादेश, भाषा, रंग, भेष, कुल धर्म फरक छ। सामाजिक प्राणी हौं हामी सबै, समाजमा बस्दछौं। एकअर्कालाई सहयोग गर्दै सब ठाउँमा पुग्दछौं। इमानदार बनौं, राम्रा काम गरौं, समाजमा मिलेर बस्नु नै राम्रो, एकअर्कालाई सहयोग गरेर। मानिसमा भेदभाव नगरौं कहिले, जात र जातिको। सब हामी मानिस, व्यवहार गरौं घनिष्ठ साथीको। सबैलाई लाग्छ भोक प्यास निन्द्रा, माया र तिर्सना। सब मानिस हामी एकै हौं बुझौं, हुँदैन बिर्सन। धेरै नै कुरा समस्या पर्छ सब ठाउँमा मानिसलाई। भारो र पर्म मलामी जन्ती आवश्यक हामीलाई। हामी छौं जम्मा पुरुष र महिला, विश्वमा 2 जाति। हामी छौं जम्मा पुरुष र महिला, विश्वमा 2 जाति। भेदभाव त्यागौं, सानोको ठुलो मान्छेकै हौं जाति। हटाउनु पर्छ कुरीति प्रथा पुर्खाले चलाएको। त्यागिदेऊ जातभात, छाउपडी प्रथा पछाडि बनाएको। समानै ठानौं सब मानिसलाई, तिरस्कार घटाउँ। हामी सब मिली छाउपडी छुवाछुत देशबाटै हटाउँ। हामी सब मिली छाउपडी छुवाछुत देशबाटै हटाउँ। नमस्कार, यति नै हो, समाप्त।